82 पत्रकार भेटघाट कार्यक्रमका अध्यक्ष तथा नेसनल स्पोर्ट्स एकाडेमीका अध्यक्ष अखिल नेपाल खेलकुद महासङ्घका इन्चार्ज आदरणीय दीपक कोइरालाज्यू, यो कार्यक्रममा उपस्थित राष्ट्रिय भलिबल सङ्घका नेपाल भलिबल सङ्घका आदरणीय पदाधिकारीज्यूहरू, नेसनल स्पोर्ट्स एकाडेमी अखिल नेपाल खेलकुद महासङ्घका पदाधिकारी साथीहरू, राष्ट्रिय खेलकुद परिषदका सदस्य साथीहरू, न्यानो अभिवादन पेश गर्न चाहन्छु। आज पर्यटकीय नगरी पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजनाको उत्तरार्धमा यहाँसँगको यो भेटघाट भइरहँदा नेपालको राष्ट्रिय खेल भलिबल, नेपालको सुन्दर नगरी पोखरा, भलिबल र पोखरा बीचको सम्बन्ध र नेपाली खेल जगतमा भलिबलले आफ्नो देखाइरहेको वर्चस्वलाई कायम राख्दै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत भलिबलको उच्च प्रशंसा गर्न लायक नेपाली भलिबल बनाउनका निमित्त यो आयोजनाले सार्थकता प्राप्त गर्नेछ भन्ने यहाँसँग अनुभूति सेयर गर्न चाहन्छु। भलिबल प्रतियोगिता खास गरी अलि धेरै आयोजक हामीहरूले यसलाई रुचाइरहेको यो अवस्थामा कमरेड प्रचण्ड प्रधानमन्त्री हुँदै गर्दा भलिबललाई राष्ट्रिय खेलको रूपमा स्थापित गर्दै आज यहाँसम्म आउँदा यसले विगतमा आफूलाई जसरी एक्सपोज गर्न सक्यो यो विधाप्रति हार्दिक सम्मान समेत व्यक्त गर्दै नेपाली खेलकुद जगतलाई अगाडि बढाउनका निमित्त भलिबल मुख्य माध्यम हुनेछ भन्ने आयोजकको यो बुझाइ यहाँसँग पेश गर्न चाहन्छु। मैले यहाँहरूलाई यो भेटघाट कार्यक्रममा यहाँसम्म आइदिनुभयो र हामी एकअर्काका परिपूरक बनेर नेपाली खेलकुद जगतलाई अगाडि बढाउन समर्पित रहनेछौँ भन्ने आत्मविश्वास जगाउने जुन महत्त्वपूर्ण भूमिका निर्वाह गरिदिनु भएको छ, यहाँहरूलाई आयोजकको तर्फबाट हार्दिक स्वागत व्यक्त गर्दै म यो प्रेस विज्ञप्ति पढेर यहाँलाई सुनाउने अनुमति चाहन्छु। हाम्रो निमन्त्रणा स्वीकार गरी आजको यस पत्रकार सम्मेलनमा उपस्थित हुनुभएको सम्पूर्ण सञ्चारकर्मी मित्रहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। नेसनल स्पोर्ट्स एकाडेमीको आयोजनामा यही जेठ 27 गतेदेखि 31 गतेसम्म पोखरामा हुन गइरहेको प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना हुने जानकारी गराउन चाहन्छु। राष्ट्रिय खेलकुद परिषद र नेपाल भलिबल सङ्घको स्वीकृतिमा सञ्चालन हुने यस प्रतियोगितामा प्रदेश खेलकुद परिषद, गण्डकी तथा जिल्ला खेलकुद परिषद, जिल्ला विकास समिति कास्कीको विशेष सहयोग रहनेछ। प्रतियोगितामा राष्ट्रिय स्तरका शीर्ष 6 महिला टिम क्लबहरू सहभागी हुनेछन्। प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट महिला भलिबल क्लब सहभागी हुनेछ। प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछ। प्रतियोगिताका विजेताले रु 6 लाख पुरस्कार, उपविजेताले 3 लाख तथा तेस्रो हुने टिमले रु 1 लाख पुरस्कार प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले रु 30,000 र विधागत तर्फका उत्कृष्ट खेलाडीहरूले जनै 20,000 पुरस्कार प्राप्त गर्नुहुनेछ। प्रतियोगिता नेपाल भलिबल सङ्घको नियमअनुसार सम्पन्न गरिनेछ भने सहभागी टिमहरूको यातायात र बसोबासको व्यवस्था आयोजकले नियमअनुसार गर्नेछ। सहभागी टिममा विदेशी खेलाडीहरूको हकमा 3 जनासम्म खेलाडीहरू खेलाउन पाउने व्यवस्था गरिएको छ। विक्रम सम्वत 2075 सालमा तत्कालीन प्रधानमन्त्री कमरेड प्रचण्डको नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय खेलको रूपमा घोषणा गरेको थियो। नेपालको लोकप्रिय र गतिशील हुँदै गएको खेलको रूपमा रहेको भलिबल खेलको विकासमा एउटा इट्टा थप्ने प्रयासहरू नेपाल स्पोर्ट्स एकाडेमीद्वारा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु गरिएको छ। आगामी दिनमा यस प्रतियोगितालाई अझ उत्कृष्ट बनाउँदै लैजाने एकाडेमीले लक्ष्य लिएको छ। प्रतियोगितालाई सफल बनाउन समस्त सञ्चारकर्मी मित्रहरूमा सल्लाह, सुझाव र समाधानको अपेक्षा राखेका छौँ। धन्यवाद। दीपक कोइराला, अध्यक्ष, नेपाल। यसलाई गणतन्त्र दिवसको सन्दर्भ, गणतन्त्र दिवस, प्रचण्ड र भलिबल चाहिँ यो 3टा कुरा चाहिँ अलिकति चाहेर या नचाहेर यसलाई अलिकति राजनीतिक हिसाबले मात्रै हो भनेर जोड्दाखेरि भन्दा पनि अलिकति आजको दिनको परिवर्तन र खेल क्षेत्रको विकास र भलिबलसँग नै यसलाई जोड्दाखेरि चाहिँ त्यो त्यसरी पनि यो अनुनासिक रूपमा चाहिँ जोडिन्छ भन्ने लागेर हामीले चाहिँ गणतन्त्र दिवसको दिन गणतन्त्र भलिबल र प्रचण्ड कपको रूपमा हामीले आयोजना गरौँ भनेर यसलाई सोचेको हो। तर यो एनबिएको
कप हाम्रो एनबिए कप अलिकतिको डेटसँग हामीलाई अलिकति त्यति धेरै यो हामीले साट सुरु गरिहाल्यौँ। अब कहिलेकाहीँ के हुन्छ भने यो एकदम जोसमा निर्णय गर्दाखेरि चाहिँ नि त्यो अरू रुटिन थाहा नहुने जस्तो हुन्छ कि अलिकति एनबिए कपको रुटिनसँग त्यो जुदियो हामीले त्यो बेला गर्न सकेनौँ। पछि सर यहाँ आइपुग्यो। अब आज त्यो लेख्दाखेरि त्यति उपयुक्त नहोला भन्ने हिसाबले हामीले त्यो गराएको। त्यस कारण तिनवटै कुरालाई सोचेर चाहिँ प्रचण्ड कपको रूपमा यसलाई हामीले स्थापित गर्न खोज्नु पऱ्यो। अर्को नेताहरूको नाममा यो खेलकुद गरिरहँदा के हुन्छ भनेर भन्दा म चाहिँ के भन्छु भने मैले धेरै राम्रो कुरो भन्ने गरेको छु। खेलकुदमा राजनीति गर्नु हुन्छ कि हुँदैन भन्ने धेरै प्रश्न आउँछ। खेलकुदमा राजनीति नभएर बिग्रेको हो भन्ने चाहिँ मेरो भनाइ छ। राजनीतिकरण चाहिँ गर्नु भएन, किनभने मेडलमा चाहिँ राजनीति गर्नु भएन। तर राजनीतिको मूल धारमा यदि तपाईँले खेलकुदलाई लानुभयो भने त बजेट त कसले दिन्छ त? बजेट दिने त राजनीतिज्ञहरूले दिने। मन्त्री हुने प्रधानमन्त्री हुने त राजनीतिज्ञहरूले हुने नि त, उनीहरूले दिने हो नि त खेलकुदमा त बजेट। उनीहरूले हामीले खेलकुदमा इन्भल्भ गर्यो भने मात्रै हामीले राजनीतिको मूल धारमा खेलकुदलाई लानुपर्छ। अनि खेलकुदलाई राजनीतिको मूल धारमा लैजाने एउटा यो पनि उपाय हुन सक्छ कि भन्ने हाम्रो त्यो पनि लागिरहेको छ। त्यसैले यसलाई एउटा सकारात्मक रूपमा नै सोचेर हामीले यसको चाहिँ नि प्रचण्ड कप यसको नामाकरण गरेको हो। सबभन्दा पहिला यो कुरा राख्न चाहन्छु। अब अर्को चाहिँ हामीले यो महिला फुटबललाई किन गऱ्यौँ त अहिले भन्नुभन्दा खास हामीले यो अलिकति फरक टाइममा गरिरहेको भएर यो यहाँ हामीले यो प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता भएको हो। हामी यो वर्ष खेल महोत्सवै गरेका छौँ। अलि अगाडि हामीले एउटा यो रामवृक्ष यादव स्मृति कुस्ती प्रतियोगिता गऱ्यौँ। कुस्ती सङ्घको अध्यक्ष हुनुहुन्छ हाम्रो राष्ट्रिय खेल परिषद सदस्य, खेलकुद महासङ्घ त्यो मिलेर। त्यसपछि हामीले अस्ति भर्खरै युथ स्टार क्लबसँग मिलेर हामीले मार्सल आर्टको एउटा प्रचण्ड कप मार्सल आर्ट प्रतियोगिता महोत्सव भनेर एउटा एसियन लेभलको महोत्सव गऱ्यौँ। अहिले हामी यो प्रचण्ड कप राष्ट्रिय महिला भलिबल गर्दैछौँ। र यो महिला भलिबल हामीले गरेर पुरुष किन गरेनौँ भन्नुभन्दा पुरुष भलिबल पनि यो प्याकेजमा छ, तर एकैचोटि चाहिँ अलिकति हामीले गर्न अप्ठ्यारो भयो। जस्तो भयो तपाईँहरू सबैले अब लुकाएर कुरा गर्नुपर्ने केही छैन। आर्थिक क्राइसिस सबैतिर छ र यो आर्थिक वर्षको अन्तिममा पनि पऱ्यो। त्यस कारण किनभने डबल बजेट लाग्छ त्यसलाई हामीले यसलाई नै हामीले 60 करोड के अरे 60 लाख रुपियाँको अनुमानित बजेट राखेको छ भने दुईटाको 1 करोड 20 लाख रुपियाँ जुटाउनु भन्दा अहिले हामीले 60 लाख रुपियाँ जुटाउनु अलिकति सजिलो भयो, सिधा कुरा होइन। अनि हामीले महिलाले किन रोज्यो भने अलिकति हामीले भलिबल सङ्घका साथीहरूसँग पनि सोध्यौँ यो वर्ष हाम्रो के प्रतियोगिता गर्दा हामीले एउटा मात्रै अहिले गर्दा के गर्दा राम्रो हुन्छ भन्दा महिला भलिबल प्रतियोगिता कम भइरहेको छ भन्ने सुझावका आधारमा हामीले चाहिँ महिला भलिबल प्रतियोगिता आयोजन गरेको हो। अब यो पुरुष भलिबल प्रतियोगिता पनि हामी फागुनसम्म गर्ने सोचमा छौँ। यो अनि यो पैसा यो अहिले नै यहाँको साथीले राख्नु भएको थियो, बच्यो भने के गर्नुहुन्छ भने फेरि हामी पुरुष भलिबल लगाउँछौँ, अरू खेल महोत्सवहरूमा लगाउँछौँ। अब उठेन भने पुगेन भने के हुन्छ भने फेरि यो वर्ष हामी घाटा त्यो गर्छौँ, आफूको बिहोरेर पनि गर्नु त पऱ्यो होइन। त्यस कारणले चाहिँ यो हामीले यो अलिकति कन्सेप्ट चाहिँ नि हामीले अलिक रियल नै राखेर गरिरहेको हो। फ्याक्ट अहिले आज यहाँ पत्रकार सम्मेलन हुँदा प्रचण्ड कप भलिबल मात्रै देखिएको हो। हामी खेल महोत्सव आगामी वर्ष चाहिँ हामीले एकैचोटि खेल महोत्सवकै रूपमा सबै खेलहरू आयोजना गरेर गर्न खोजिरहेका छौँ। र अर्को चाहिँ पोखरामा किन भयो अब हुन्छ कि हुँदैन भन्दा पोखरामा अब पनि हुन्छ, अर्को वर्ष नहुन पनि सक्छ, फेरि अर्को वर्ष हुनसक्छ। अब यो हाम्रो के छ भने अलिकति हामीले सबै कुरालाई हेरेर अब पोखरा खेलकुदको भलिबलको अरू सबै हिसाबले त अब स्पोर्ट्सको राजधानी नै हो। यसलाई त हामीले होइन म बस्तीमा आउँदा भन्छौँ नि काठमाडौँ बाहिर आउँदा त अन्त हामीसँग ठाउँै छैन भनेर भन्ने स्थिति पनि छ। तर हामीले सबैतिर गर्छौँ, सबैतिर गर्ने नै हो। कतिपय प्राविधिक कुराले गर्दा पनि कतिपय स्थानहरू हामीले छनौट गर्नुपर्ने स्थिति पनि पैदा होला। तर हाम्रो सोच चाहिँ के छ भने यसलाई हामी लगातार यो के भन्छ राउन्डमा नै जसरी हामीले नेसनल गेमहरू गरिरहेको छौँ त्यसरी हामी गर्छौँ। अर्को वर्ष अरू वर्ष पनि गर्छौँ लगातार। यही चाहिँ किन हुँदैन भने यो हाम्रो संस्था चाहिँ राष्ट्रिय संस्था हो, नेसनल स्पोर्ट्स एकाडेमी। हामीले राष्ट्रिय रूपमा नै यसलाई स्थापित गरिराखेको कारणले किनभने पोखरामै स्थापित या पोखरामा मात्रै गतिविधि गर्ने संस्था हुँदा चाहिँ रेगुलर पोखरामा हुने सम्भावना हुन्थ्यो। त्यस कारणले यो चाहिँ छरिएर या घुमिएर पनि हुन्छ, पोखरामा फेरि पनि हुन्छ भन्ने मलाई लाग्छ। अब अर्को यो पुरस्कार राशिको बारेमा के भन्नुभएको मैले प्रश्न बुझिनँ। यो पुरस्कार राशि चाहिँ हामीले नर्मल्ली अहिले भइरहेका भलिबल प्रतियोगिताहरूको एभरेजमा नै हामीले राखेको हो होइन। त्यो त माथि पनि छैन, त्यसमा तल पनि छैन। जस्तो व्यक्तिगत विधामा पनि हामीले भलिबल सँगै जे आफ्नो उसमा चाहिँ कोर्समा या प्रतियोगिता हामीले राखिरहेको छ एनबिए कपमा या टाइगर कप लगायत जे हामीले गरिरहेको छौँ सबै साथीहरूसँग यो भलिबल आयोजन गर्ने सबै क्लबहरू या संस्थाहरूले जे गरिरहेका छन् त्यसैको सेरोफेरोमा हामीले सल्लाह गरेर नै गरे हो। अब कुरा चाहिँ टिकटको कुरा चाहिँ अब टिकटको कुरामा चाहिँ हामीले अहिले टिकटको चाहिँ अब यो 300 देखि 500सम्म जानुपर्छ भन्ने हामी निर्णय गर्छौँ। तर यो अब 500बाट 550 या 600 चाहिँ हुँदैन है। अब त्यो 300 भन्दा कम भन्नाले अब ओपनिङको दिन चाहिँ हुँदैन, ओपनिङ पछि मात्रै ओपनिङको भोलिपल्टबाट मात्रै हामी टिकट सुरु गर्छौँ। र
र अन्तिम टिकट भनेको चाहिँ फाइनल चाहिँ 500 रुपियाँ भनेर हामीले निर्णय गरेका छौँ। मलाई लाग्छ यति नै हो यहाँको गर्नुभएको कुरा। मैले प्रचण्डले 74मा भन्दा यो प्रचण्ड कप अहिले किन गर्नुभयो भन्दा चाहिँ अब कुरा के छ भने यो प्रतियोगिताहरू आयोजना गर्ने प्रतियोगिताहरू त आयोजना भइरहेकै हुन् होइन, खालि प्रचण्ड कपको रूपमा या हामीले नै हेन्डल गरेर भनेको मात्रै हो। अब सबै कुरो मेसो मिलाउँदै ल्याउँदा अहिले नै गर्ने बाटोमा थियो, त्यसैले अहिले गरेको के गरिएन भन्ने कुरा त होइन। बरु निरन्तरताको कहाँसम्म प्रश्न छ, निरन्तरतामा चाहिँ त्यो धेरै च्यालेन्जहरू छन्। किनभने म लामो समय खेलकुद इभेन्ट गरेरै आएको खेलकुदमा है, नेपाल क्रिकेट सङ्घको केन्द्रीय कार्यक्रम अध्यक्ष भए, पश्चिमाञ्चल क्षेत्रीय क्रिकेट विकास समितिको अध्यक्ष भए, इभेन्टहरू गरेर धेरै गएको छ। तर इभेन्टहरूलाई निरन्तरता दिने पनि त्यति सामान्य कुरा छैन। सुरुमा हामीले जसरी सोचेका थियौँ मैले भने हाम्रो प्रपोजलमा अहिले पनि सायद महिला पुरुष दुइटै प्रपोजल छ, पछि मात्रै हामीले यसलाई करेक्सन गऱ्यौँ होइन। दुइटै गर्न नसक्ने अवस्था पुगिसकेपछि हामीले एउटा अहिले गरौँ एउटा हामी फागुनतिर गरौँ भनेर यसलाई एउटा सिरिजकै रूपमा भनौँ न, यो महिलाको यो पुरुषको भनेर गरौँ भन्ने ठाउँ पुग्यो। त्यस कारण यसलाई हामी निरन्तरता लैजाने कुरामा चाहिँ तपाईँसँग प्रतिबद्धता व्यक्त गर्छौँ। यसरी एकाडेमिक यो प्रतियोगिता मात्रै होइन, सबै खेलहरूलाई सहभागी गराएर अनि हामीले भलिबल नै किन जाने भन्ने प्रश्न चाहिँ के हो भने भलिबल चाहिँ राष्ट्रिय खेल हो। अब राष्ट्रिय खेल किन बनाइयो भन्ने कुरा पनि आफ्नो तर्कहरू होला, त्यसको पनि केही तथ्यहरू नटेकिकन हामीले त्यतिकै बनाएको होइन। त्यस कारण राष्ट्रिय खेलकै प्रमोट गर्नुपर्छ नि त हामीले यसबाट स्टार्ट गरेको, अरू खेलहरू पनि हामी सँगै लिन्छौँ भन्ने मेरो भनाइ हो। अरू केही छ? संघले यसलाई स्वीकृति दिएको छ र नेपाल भलिबल संघले यो प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नलाई हामीले आफ्नो क्षेत्रबाट हामी पुनः सहयोग गर्नेछौँ र यसको सफलता कामना गर्न चाहन्छौँ। र यहाँ अहिले चाहिँ यो समय चाहिँ खेलकुदको समय चाहिँ होइन, तथापि उहाँहरूको यो प्रतियोगिता आयोजन गर्न जहाँ उहाँले अहिले हाम्रो अध्यक्षले अवसर भइसक्नुभएको छ। यो गरेको निम्ति म चाहिँ खास गरी भने तर नेपालको भलिबल सङ्घको एउटा क्यालेन्डरमा भएको त्यसैले गर्दा यो प्रतियोगिता जुत्तको लागि उहाँले चाहिँ अलिकति परित्याग गर्नुभएको छ। महिला पुरुषको गेम सम्पन्न भयो, दर्शकको चाप यहाँले देखिरहेको भएको छु। तथापि अब यो प्रचण्डको भलिबल पनि राष्ट्रिय महिला भलिबल प्रतियोगिता राष्ट्रिय महिला भलिबल प्रतियोगिता खास भन्दा 7 प्रदेश केन्द्र विभागीय हुनुपर्ने, तर हामी नेपाल भलिबल सङ्घले हामी यो नेपाल भलिबल सङ्घले एनबिए कपमा छनौट खेल जुन 6 टिम छ त्यो टिमलाई नै हामीले चाहिँ आजको गेममा पनि समावेश गऱ्यौँ र आज त्यही 6 टिमलाई आज यो प्रतियोगितामा 3 विभागीय र 3 बाहिर जुन बाहिरबाट कर्णाली प्रदेश र एभरेस्ट मावि रूपन्देही ग्रुप र न्यू डायमन्ड टिकटक न्यू डायमन्ड अहिले गण्डकीको स्थानमा चाहिँ कर्णालीको स्थानमा गण्डकी किनभने यो कर्णालीको साथीलाई चाहिँ अलिकति सोच्नु होला, किनभने खेल खेलाएर आमन्त्रण गराएर हुँदैन। उहाँहरूको आर्थिक जाति खाना बस्न आर्थिक एकदमै चाहिँ बढी लाग्छ। जस्तै यो कोशी प्रदेशबाट टिम ल्याउँदाखेरि, सुदूरपश्चिमबाट टिम ल्याउँदाखेरि, कर्णाली प्रदेशबाट टिम ल्याउँदाखेरि, यसले गर्दाखेरि अहिले लुम्बिनीबाट चाहिँ एभरेस्ट माविले गण्डकी प्रदेश र टिकटक न्यू डायमन्ड र 3 विभागको बिच अति नै प्रदेशबाट खेल्नु छ। जहाँसम्म लाग्छ यो नेपाल भलिबल सङ्घको नियमअनुसार 3 जना विदेशी खेलाडी एउटा टिममा राख्न सकिन्छ। अब कसले ल्याउँछ त्यो अब पछि जान्ने कुरा हो। र म नेपाल भलिबल सङ्घको उपाध्यक्ष भइसकेपछि यो प्रतियोगिताको भव्य र सफल रूपमा सफलताको कामना गर्न चाहन्छु।